सेलरोटी, मठरी, तिलको लड्डु, बदामको लड्डु, पकौडी, गुजिया पनि भन्छ, सुजी भरुवा, सेलरोटी, मिठा आलु, तरुल, पिठा। ला 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 कैसा है खाना पीना बिजो? अच्छा है, बढ़िया है। खाना पीना बहुत बढ़िया है। चार बार में तो लड्डू भातसँग लड्डू खाने अभी धडेको मिठी दिखा दो यसको त यही खाइदिँदा पनि रहन्छ कप त खाइदियो। गुड मर्निङ, नमस्कार जोडले। आज माघे सङ्क्रान्तिको उपलक्ष्यमा सबै दर्शकवृन्दलाई मेरो तर्फबाट हार्दिक शुभकामना। अनि यसपालिको माघे सङ्क्रान्ति तपाईँहरूको राम्रो बितोस् भन्दै यो भिडियो सुरु गर्नु गइरहेको छु। ल दर्शकवृन्द, सब कुछ काम भ्याएर हामीहरू बसेको छौँ। यहाँ हामीले चिर बनाएर तापेको सानो सानो केटाकेटीहरूको लागि बनाइदिए। केटाकेटीहरू टिका सिका लगाएर गयो उहाँ आमा घरमा, उहीँ बसेर खाँदैछ। हामी दुईजना चाहिँ यहाँ छौँ। हेलो भनौँ, हामी दुईजना चाहिँ यहाँ बसिराखिरहेको छौँ। अब खानु आँटेको। योपालि भूमिले के बनाएको छ? तिलको लड्डु, यो हो तरुल, त्यसको बादमा मिठा आलु, यसलाई त के भन्छ, मिठा आलु नै भन्छ नि। यो हो पिठा। यो एक्चुअलीमा आसामिसहरूको मेन डिस हो पिठा। अब हामी पनि आसाममा बसी बसी यो बनाउनु सिकेको। यो हो निम्की भन्छ, हामीले भन्छ होला मठरी, मठरी, सुजी भरुवा। यो हो बादामको लड्डु, त्यसको बादमा सेलरोटी। यति आइटम छ, बेसी छैन। चियाको साथमा खाँदैछौँ हामीहरू। अब पकौडी बन्छ। अब त्यसको बादमा आज फेरि मामा घरमा पनि बोलाउनु भएको छ। मामा घर पनि साइला मामा घरमा सबै परिवार सबै जाने हो। अहिले म आएको छु यहाँ दादाको घर। दादाको घरमा यहाँ अब के आइटम बनेको छ, आइटमहरू त सबै मैले रिटर्न गरिदिएँ। अब बुवा आइटम सेतो तिल, बदाम, कालो तिल, पिठा। यो आइटम चाहिँ के हो? नयाँ आइटम रहेछ यो चाहिँ। मुरीको लड्डु, तरुल। हामीले बिहान अग्निमा प्रसादहरू चढायौँ। चढाएर खाइपी पनि गरिलियौँ। हाम्रो घरमा काम गर्ने जुन चाहिँ दुईवटा परिवार छ लेबरहरू, तिनीहरूलाई पनि अब पुर्याइदिने। म तपाईँलाई देखाउँदैछु, हेर्नुहोस् के छ। यो सेलरोटी, मठरी, तिलको लड्डु, बदामको लड्डु, पकौडी, गुजिया पनि भन्छ, सुजी भरुवा, सेलरोटी, मिठा आलु, तरुल, पिठा। दिदी भेनाएर आइपुगेछ, हेर्दै गर्नु होला। बोजू किया तो अभी बोजू को किया तो अब काका और क्षमा को भी करना। खै नहुँदै आमा, यो पकाउनु त के गर्नु मैले भिडियो गरौ न। खोइ हमको मालूम नहीं है। अरे वैसा नहीं, इधर घुमाने का बाबा। ऐसे ला 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 सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति। त्यो हाम्रो सानो दिदी भेना, ठुल दिदी, यो चाहिँ हो भान्जा बिसप। अझ कहाँ त ड्युटी गयो होला, प्रभात ड्युटी चला लाग्यो। सुबह आएगा थोड़ा देर में, अभी तो आए सुबह तवांग गया था तवांग। चलो पीछे तरफ में चलो।
दिदीबहिनीहरू आइपुग्नुभयो। आर्मी का त्यो एकजनाले हेर्दैन बेसी नभइगयो बेसी न मिठी ढोका खा धेरै बनिहरूलाई कैसा है खानापिना बिजन? अच्छा है, बढ़िया है। मिस्टी खाना पक्का खानु लड्डु भातसँग लड्डु खाने दिन्छ अब धडेको मिठी देखा दो यसको त यही खाइदिन्छ मात्रै रहन्छ कप त खाइदियो यो दुईटाले नै चावालाई खानुपर्छ यहाँ लाग्यो केही न तातो चिसो केही लाग्नु नि दर्शकबिन अहिले हामी आएको छु साइला मामाकोमा। अब दिनमै बोलाएको एक्चुअलीमा, तर दिनमा आउनु भ्याएन। त्यही कारणले हामीहरूको परिवार मात्रै छु अहिले, बाँकी दिदीहरूले अरू सबले छैन अहिले खाएर जानुभयो। कति मजाको फुल यो हो विनिता थापा। अझै उनीहरूको जस्तो फुपूकोमा थिएन पहिला बुबाजीको पहिला थियो त मेरो मासु नि सबैजना निस्किस ए गेट फुल देखाएर पहिला याद आएन त्यही त कत्रो कासी हुन्थ्यो दर्शकबिन मामाको त्यहाँ पनि अलिक हडबडी हुन कारणले अब त्यहाँ भिडियो गर्नु पाएन। किनकि एक्चुअलीमा दिनमा बोलाएको थियो त, दिनको पार्टी थियो। अब हाम्रो घरमा चाहिँ दिदी बहिनीहरू सब भान्जाहरू सबै आउनुभएको हुनाले सबैजना यहीँ व्यस्त भयो, दिनमा जानु पाएन। उहाँ मामा घरमा बाँकी सबैजना त दिनमा आएछ। अब हामीहरूको परिवारमा त अहिले शाममा भयो। माइजहरू पनि थाकेको होला भनेर हामी पनि फटाफट गरेर खानापिना खायौँ। नानी केटाकेटी पनि अब दिनभरि सुत्दैन र निन्द्रा लाग्छ भनेर फटाफट खानापिना खिलायो। त्यसको बादमा नानी केटाकेटी आने बित्तिकै सुत्यो। अब हामीहरू पनि सुत्ने तयारीमा छौँ। त्यसै भन्दै आजको भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा बहुत बहुत धन्यवाद। तपाईँलाई भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गरेर बताउनु होला। त्यसै भन्दै म भिडियो यहाँ बन्द गर्नु गइरहेको छु। त once again happy Maghe Sankranti, good night and have a sweet dream. Thank you.